हजुर नमस्ते। तपाईहरुलाई फेरि पनि बर्दिवास सुधार केन्द्रको तर्फबाट स्वागत गर्न चाहन्छु। आज साँच्चै नै भन्ने हो भने यो जति पनि पुनर्स्थापना केन्द्रहरू सुधार केन्द्रहरू नेपाल अधिराज्यभरि खुलिरहेको छ, यहाँनिर लगभग तपाईको यो सुधार केन्द्र पुनर्स्थापना केन्द्रहरूमा आउने पेसेन्टहरू भनेको म्याक्सिमम अहिले एकदम बढ्दो क्रममा देखिएको छ। हाम्रो भर्खर पढ्दै गरेको लगभग 12 क्लास र 6-7 क्लासबाट मास्तिरको विद्यार्थीहरू, धेरै अभिभावकहरू यो बीचमा अननोन हुनुहुन्छ। तपाईहरुलाई कतिजनालाई तपाईहरुको बच्चाहरू कुन बाटोमा हिँडिरहनु भएको छ, कुन फेजमा हुनुहुँदो रहेछ, उहाँले लागु औषध प्रयोग गर्नु भएको छ कि छैन भन्ने कुराहरूमा पनि अनिविज्ञता हुनुहुन्छ। यदि यसलाई समयमै उपचार गर्न सकियो भने पक्कै पनि उहाँहरूको जीवनले एउटा परिवर्तनशील बाटो खोज्छ र उहाँहरू एउटा निपुणता हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। तर तपाईको बच्चाहरू अब कसरी चेन्ज आइरहेको छ, तपाईको बच्चाको पढाइ कसरी तपाईको चाहिँ कम भइरहेको छ, उहाँहरू किन पढ्न चाहनु हुँदैन, के कारणले लागु औषध प्रयोग गरेको छ कि छैन भन्ने खालको कुराहरू तपाईहरुलाई जानकारी नभइरहेको हुन सक्छ। सामान्यतः तपाईको बच्चाले यदि लागु औषध प्रयोग गरिरहेको छ भने पहिला सुरु तपाईले बुझ्नुपर्ने हुन्छ तपाईको बच्चा हिजोको दिनभन्दा आज दिनानुदिन क्रमशः दुब्लाउँदै गएको हुनुपर्छ। दोस्रो कुरा, तपाईको बच्चा राति अबेरसम्म नसुत्ने र बिहान ढिला समयसम्म सुतिरहने र अबेरसम्म ढिला समयसम्म चाहिँ उहाँहरू नउठ्ने, त्यो खालको अवस्थाहरू तपाईले देख्नुहुन्छ। र अर्को कुरा, तपाईहरूले उसको बिहेभियरहरू, उसको बानी व्यवहारहरू हिजोको भन्दा आज परिवर्तन भइरहेको देख्न सक्नुहुन्छ। परिवारसँग घुलमिल हुन नखोज्ने, परिवारसँग चाहिँ सामीप्यतामा बसेर गफ गर्न नखोज्ने, एकान्तमा रहन खोज्ने र आफ्नो 30 सर्कल साथीहरूसँग मात्र उनीहरू सङ्गत गरिरहेको तपाईले देख्न सक्नुहुनेछ। र अर्को कुरा भनेको, ती बच्चाहरूले तपाईहरूको चाहिँ हिजो एकदम राम्रो पढ्ने विद्यार्थीहरू छ भने पनि ती विद्यार्थीहरू क्रमशः रूपमा बिस्तारै आफ्नो पढाइलाई चाहिँ बिर्सिएर उनीहरू चाहिँ अब पहिला फर्स्ट सेकेन्ड थियो भनेदेखि त्यसलाई बिस्तारै बिर्सिँदै जाने, उहाँहरूले चाहिँ उहाँको एजुकेसन लेभल चाहिँ एकदम कमजोर भएर जाने र यो कुराहरू घरमा तपाईहरूले प्लस टिचरहरूले पनि यो कुराहरू आकलन गर्न सक्नुहुनेछ। यसरी तपाईहरूको घरको बच्चाहरू अबेरसम्म घरमा नआउने यी चिजहरू तपाईहरूले यदि पाउनुहुनेछ भने तपाईहरूले एकचोटि आफ्नो बच्चालाई तपाईहरूले आफ्नो घर परिवारमा